हेलो गाइज वेलकम टु डे टु ब्लग। अनि आज चाहिँ हामी मतलब अहिले चाहिँ हामी उठिसक्यो। आज चाहिँ हामी घुम्न जाने। पहिला यहाँ घुम्छौँ चितवनमा सौदा, अनि त्यो पछि फेरि हामी यहाँदेखि इन्डस्ट्रियल टुरमा जान्छौँ। अनि यहाँ मेरो साथीहरू पनि रेडी छन्। खै तिमीको फिट चेक दिएको आन्सरहरू उता अर्को फिट चेक आफ्नो मोबाइलमा दिन लगाएको छ। अनि मेरो याद लगाएको छ। अब मलाई पनि देखा आज मेरो फिट चेक। अब म त अलवेज ब्युटिफुल वाली हो। अनि मेरो साथी भने आज हामी घुम्न जाने साथी गाउँछु। बाई बाई। ओ मेरो साथी ल मेरो अर्को साथीहरू बाबुली लबली। हामीहरू चाहिँ अब सफारीमा जाँदैछौँ म मेरो टोलीहरू। यता हेर म मेरो गाइजहरू। सो हाम्रो एन्ट्री टाइम हुँदैछ। गाइज अहिले चाहिँ हामीहरू यहाँ टिकट काट्नेमा रोकेका छौँ। हामीलाई थाहा थिएन कि यहाँ केस लिएर आउनु आउँछ चाहिँ वाइट दिनु सोचेर सरासर आयो। हामी केस पर्चा छोडेर आयो। अहिले घरमा कल गरेर पैसा मगायो। यस्तो सुविधा छ फेरि। फोटो खिच्छ लारे उता पनि हाम्रो टोली छ। पछाडि सबै हाम्रो टोली। तिमीबाट मेरो साथीहरू बाघ गइरहेको थियो हेर्न जाँदैछ। अहिले हामी हजुरहरूलाई पनि देखाउँदै गर्नु। बाई बाई। हेर्नु गाई त्यो गोही हो गाई भिडियो। हाम्रो अर्को ग्रुप पनि आयो गाइज हेर्नु। अब हामी जाँदैछौँ। खै कहाँ जाँदैछ थाहा छैन। जल्दी आयो गर मेरो ब्लगमा। नल्लेर मेरो पुरा यो म्याचिङ के हो तुर मलाई हेर्नु लगाइदिनु अब दसैँ लाग्यो होला तिमीलाई। अर्को ग्रुप आउँदैछ यतादेखि। हामी चाहिँ जाँदैछौँ। हाम्रो ग्रुप यो हो गाइस। टाइगर राइनो तपाईँ सब ढिला आउँदैछन् गाइस। हामी चाहिँ हेरेर आइसकिहाले। यिनीहरू अहिले जाँदैछन्। हामीहरू आधा त अगाडि गइसकेका थिएँ। हामीहरू गयो किन गाडी हाम्रो सही पऱ्यो। अझ नि आउनै लागेको छ। हामी यस्तो भर्खर सिङ हुँदैछ। सानो छ पछाडिको ठुलो छ। यही छ किस्मतमा नै। हेर वाउ गाइस हामीहरू राइनो हेर्न आएको तर यहाँ एउटा नि राइनो देखिएन। हामी आयो भनेर डरले सबै भागेको क्या हो। राइनो त के मलाई त बाघ साग सब हेर्नु त के पनि आउँदै छैन। हिरोइन बाइक केही देखिँदै छैनन्। फेरि पनि 3 चोटि देख्यो। हिँडेन एकचोटि सिङवाला एकचोटि नर्मल। जो हेर्न आयो त्यो देखिँदैछ। जो हँसाखेरि देखेको थियो त्यही देखिँदैछ। पुच्चु तुम कहाँ हो? अब हाम्रो अब दोबारा आएंगे हम। गैरा हाथी बाघ सब देखने के लिए कुछ भी नहीं देखा हम लोगों ने हिरण के बारे में। हाम्रो सफारी यहीँसम्मको थियो सफारी। बाई 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 गरिदिनु हजुर पनि। मेरो चाहिँ पुग्यो आफ्नो रिसोर्टमा। अनि त्यस्तै पुग्यो। थ्याङ्क यू यार। यी मेरो साथीहरूले कस्तो राम्रोसँग काटेर राखिदियो। थ्याङ्क यू सो मच गाइस। म चाहिँ भिडियो बनाउन भुलिहालेँ। अहिले चाहिँ हामी मतलब रिसोर्टदेखि आएर बसमा पनि बसिसकेर इन्भर्टरहरू न एसी चलाउँदैछ न पङ्खा चलाउँदैछन्। न चलाउन लाग्यो। अब के गर्ने हामी। गर्मीले झ्यालको झ्यालदेखि नि के आउँदैन पसिना हेर्नु न। पसिना मेरो देख्छ। गाइस हामी सोच्दै थियौँ हामी मतलब 550 तिरेको थियो हाम्रो सफारीको लागि। हामीले केही पनि देखेन हिरोमा एक त्यसै हामी सोच्दै थियौँ हामीले पैसा बर्बाद गऱ्यो। तर अहिले हामीले गएर देख्यौँ हामी बाटोमा 550 को एक वसुल भयो। एक राइनो त देख्यो कमसेकम। त्यही पनि बाहिरदेखि गाडीमा त देखेन हामीले। बाहिरदेखि देख्यो त्यो पनि। गाडीदेखि पनि मतलब राम्रोसँग देखेँ तर राम्रोसँग मतलब रोडदेखि गएको हुनाले त भिडियो हल्का उता गएर बनाएँ। तर किनकि मोबाइल धेरै मतलब पर्समा थियो थियो। हामी देखेँ मजा आयो। हात्ती पनि देखेँ गाइस हामीले। माय गॉड गाइस हेर्नु कस्तो दामी ठाउँ छ। गाइस हामीहरू चाहिँ यहाँ आइसकेका छौँ। हाम्रो पछाडि हेर्नु CGIP जो
हामी जाने ठाउँ यता पहिला हाम्रो फोटो सुट हुन्छ भिडियो सुट हुन्छ सायद त्यसमा हामीहरू अनि मेरो साथमा नि यसले चाहिँ ड्रेस लगायो मैले चाहिँ ड्रेस लगाएँ किनकि मसँग थिएन मतलब मसँग थियो तर आजकल छैन सब ड्रेसमा छ एक दुईजना बाहेक एक दुईजनामा म पनि पढ्छु अनि मेरो साथीहरू हुन्छ सर गाइस हामीलाई यस्तो गरेर देखाएको भिडियो सुट फोटो सुट हुँदा गएको सबै सामने गाइस हामीहरू चाहिँ सिजी कम्पनी फ्याक्ट्री मतलब कम्पनीहरूमा घुमेर सबै कतिहरूमा सबै हेरेर आयो भित्र चाहिँ एलाउ थिएन फोटो भिडियोको लागि त्यसैले भएन अहिले चाहिँ हामी त्यही सिजी मन्दिरमा आछौँ चितवनमा हामीहरूको गाइस हामी चाहिँ सिमेन्ट फ्याक्ट्रीमा आइहाल्ने गाइस हम लोग आए अभी सीमेंट फैक्ट्री में सीमेंट कैसे बनता है वो देखने के लिए फॉलो फॉर मोर अपडेट गाइस थैंक यू सो मच भिडियो बनाउँदै अहिले एकछिन अहिले भन्दाखेरि म प्रशासन विभागको काम गर्छु है विगत 10 वर्षदेखि यहाँ सँगसँगै हाम्रो चाहिँ यहाँ सिनियर म्यानेजर हुनुहुन्छ पाङ्याङ भन्ने है त्यस्तै हाम्रो डिपार्टमेन्ट हेड पनि हुनुहुन्छ सेफ्टीको डिपार्टमेन्ट हेड हुनुहुन्छ सिसाउमा भन्ने उहाँ दुईको तर्फबाट र मेरो तर्फ र कम्पनीको तर्फबाट तपाईँहरूलाई है कम्पनीमा स्वागत छ गाइस हामीलाई चाहिँ हाम्रो स्न्याक्सहरू मिलाएको छ अनि पानीको बोतल चाइनाको गाइस यति धेरै मैले कमाइरहेको छ अहिले यो चाहिँ चाइनाको हो गाइस चाइनाको हामीलाई हेर्नु यस्तो राम्रो वेलकम गरेको छ नि त्यहाँ हेर्नु कस्तो राम्रो लेखेको पनि छ हाम्रो लागि राम्रो छ सिमेन्ट कम्पनीका इम्प्लोइ अनि म्यानेजर सबै सब खानैमा धोछ चाइना भिडियो बनाएर बनाउनु भित्र चाहिँ मिल्दैन बाहिर चाहिँ मिल्दैन तर मैले बनाएन किनकि मसँग मोबाइल थिएन मेरो अनि मालिक पनि अहिले हामी बसमा बसेर हामी देखिहाल्दाखेरि लागि आज मलाई म देखाउन सक्छु किनभने त्यसरी हामीले प्लास्टिक खाली गरेर मैले हामीहरू चाहिँ खानासाना खाएर बस्नु बसिसक्यौँ मुखसुख गएर पनि अहिले हामी लुम्बिनी पुगेको छौँ अबको आधा घन्टा अझ आधा घन्टा अहिले 1 घन्टा भयो अझ आधा घन्टा लाग्ने हो त्यसपछि फेरि हामी हिँड्ने हो सिधा घर ब्लग एन्ड गर्न भुलाइरहेछु म देखाउन नि बनाउन नि भुलाइरहेछु गाइस सो सरी मतलब आधादेखि आउँदाखेरि भुलाइरहेछु म त्यति लागिसकेको थियो मलाई यादै थिएन भिडियो बनाउनु त्यो कारण आउँदाखेरि चाहिँ फेरि बस पाकेर बस रोकेको त्यहाँ चाहिँ के भने पानी यस्तो जोरको पानी पर्दै जाने अटोमा सोरा आएर त्यो गराएर नुहाएर फेरि फ्रेस भएँ नुहाएर फ्रेस भएर अनि फेरि खानासाना खाएर औषधि लिएर पल्टेको अहिले 5:30 हो कि 6 बज्दैछ भक्कै निद्रा खुलेको
हेर्छु भनेको भिडियो खोलेको अहिले हेर्दै थिएँ म यहाँ त भइसक्यो रहेछ मतलब ब्लग एन्ड नै गर्न भुलेर रहेछु सो यहीँसम्म चाहिँ हाम्रो इन्डस्ट्रियल टुरको भिजिट म चाहिँ घर पुगिसकेँ हेर्न सक्नुहुन्छ सुतेर उठेर हालेँ ज्वरो लास्टै आएको छ अहिले मतलब म तेह्रै थालिसकेको छु मेरो घाँटी पनि दुखिसक्यो जबकि मैले डान्स सासन गरेन मैले चिच्याएँ मैले केही गरेन पनि टाउको लास्टै दुख्दैछ क्या अनि त्यसैले आवाज जस्तो आउँदै होला थाहा होइन कस्तो आउँदैछ बट मलाई लाग्दैछ मेरो आवाज नर्मल जस्तो छैन त्यसो अनि त्यसैले चाहिँ यहीँसम्म थियो राम्रो लाग्यो सिजी ग्रुप अनि अङसिङ सिमेन्ट सेन्टर राम्रो वेलकम थियो हेर्नु पनि पायो राम्रो एक्सपिरियन्स थियो टुरको धेरै चिजहरू देख्न पाइयो रमाइलो भयो सो सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा बाई बाई